जाउँ माथि माथि जाउँ होइन होइन त्यो त बिल्डिङ हो भाइ यतापट्टि बाबुली जाउँ हिँड धरामा हिँड पहिलाको भत्केको पनि हेर्नुपर्छ हामी त्यही छ यता 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 हिँड दादासँग जाऊ यहाँ माथि जाने हामी यहाँ आउनु म देखाउँछु यहीँ हुन्छ एउटामा म हालिदिन्छु ए यसैमा हुन्छ म हालिदिन्छु खिच्यो हा ए पानीमा छ्याप्ल्याङ नगरौँ ल बाबा हेर कता धरा कता छ हेर यो 22 तले हो 22 तले यहाँ कत्रो ठुलो छ आमाउ यत्रो माथि उताबाट लड्दाखेरि यो बनेको थिएन अर्को पहिलाको ओरिजिनल धरा देखाउँछ आउनु न यो त पछि बनाएको हो कि यो पछि चाहिँ रडहरू हालेर बनाएको पहिलाको चाहिँ के थियो भने त्यो पहिलाको दालहरूले बनाएको थियो क्या इँटाको मात्रै थियो इँटाको दालको पिठोहरू के बनाएको थियो बाबु त्यही भाइसँग हिँड जाऊ यता यता पहिलाको धरा हेर्नु जाने अब भीमसेन थापाले बनाएको धरा हेर्नुपर्छ पहिला भीमसेन थापाले बनाएको धरा पहिलाको नि पहिलाको धरा चाहिँ यो हो कि यहाँ त मैले चढेको थिएँ पहिला यसमा पुरानोमा त यो हो भत्केको चाहिँ पहिलाको ओरिजिनल धरा उतापट्टि यता यता मासतिर यहाँबाट माथिबाट भत्किँदाखेरि एउटा बचेको केटी थिए 16 वर्षै कति वर्षको तर केही भएन माथिबाट लड्दाखेरि पनि यो चाहिँ पुरानो धरा है भीमसेन थापाले बनाएको त्यो लडेर पनि केही भएन कि त्यसलाई खै कसरी यत्रो भयङ्कर छ यहाँ जाने अब बाबु यता आऊ ए पानीमा खेलेको हेर त उहाँ समाउन कल्पनालाई पानीमा सबै भिजाइसकेको जुत्ताहरू पहिलाको चाहिँ यो हो है ल जाउँ अब माथि ल जाउँ हिँड माथि हिँड न उता यहीँबाट हिँड न भित्र लिफ्टबाट जाने चढ्न सकिन्छ लिफ्टबाट यो चाहिँ इन्ट्री गेट रहेछ ल जाउँ सिँढीबाट त कहिले चढिसक्नु थियो भाइ जाने त सिँढीबाटै कहिले पुगिँदैन माथि जाने त हिँडेर नि कहाँ सकिन्छ हिँडेर माथि त ल ल बन्द गर्नु